नमस्ते सम्पूर्ण लगानीकर्ता साथीभाइ। आजको यस भिडियोमा कुरा गर्नेछौँ तक्सर पिखुवा खोला हाइड्रो पावर लिमिटेड बारे। आइपिओ रिजल्ट कहिले आउँछ अनि यो आइपिओ वित्तीय अवस्था कस्तो छ अनि यो कम्पनीको आइपिओमा कतिजना लगानीकर्ताले आवेदन दिए र कतिजना लगानीकर्ताले यो आइपिओ पाउनेछन् र यो आइपिओबाट कतिसम्म नाफा कमाउन सकिन्छ भन्ने बारे आजको यस भिडियोमा विश्लेषण गर्नेछौँ। त्यसर्थ भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब भन्ने गर्न नबिर्सिनु होला। यो कम्पनीको जारी पुँजी रु 1.20 अर्ब रहेको छ। यसमध्ये 35.26% हुन आउने 42,30,666 किता शेयर भने सर्वसाधारणको लागि निष्कासन गरेको थियो। केयर रेटिङ नेपाल लिमिटेडले यो कम्पनीलाई केयर एनपी BB+ को रेटिङ दिएको छ। यो रेटिङले कम्पनीमा मोडरेट रिस्क अफ डिफल्ट भनेर जनाउने गर्छ। CDSC का अनुसार यो कम्पनीमा 26,04,910 जनाले यो कम्पनीको शेयरमा आवेदन दिएका छन् र भाग्यमानी 1,74,300 लगानीकर्ताले यो कम्पनीको आइपिओ प्राप्त गर्नेछन्। यो आइपिओ भने हिजो मात्र क्लोज भएको छ। त्यसर्थ अबको 10 देखि 15 दिन भित्र यो कम्पनीको आइपिओ बाँडफाँड हुनेछ। कुरा गरौँ यो कम्पनीबाट कतिसम्म नाफा कमाउन सकिएला भन्ने बारे। यो कम्पनीबाट कतिसम्म नाफा कमाउन सकिन्छ भन्ने सेकेन्डरी मार्केटमा कारोबार भएपछि मात्र थाहा हुनेछ। तर बजार सकारात्मक रह्यो भने आइपिओ हात पर्न सफल हुने लगानीकर्ताले यो आइपिओबाट सजिलै 8 देखि 12 हजारसम्म नाफा कमाउन सक्नुहुनेछ। कुरा गरौँ अर्को अपकमिङ आइपिओ बारे। अबको 9 दिन पछि यानि कि 22 तारिकदेखि अर्को नयाँ कम्पनीले आइपिओ खुल्ला गर्ने भएको छ। त्यो कम्पनी भने कलङ्ग हाइड्रो पावर लिमिटेडको रहेको छ र त्यो आइपिओ भने भर्न नछुटाउनु होला। यदि तपाईलाई त्यो आइपिओ पर्यो भने त्यो आइपिओबाट पनि 10,000 सम्म नाफा कमाउन सक्नुहुन्छ। कुरा गरौँ यो कम्पनीको बारे। यो कम्पनीले भने 28,70,000 किता शेयर निष्कासन गर्न लागेको छ सर्वसाधारणका लागि र यो कम्पनीको शेयर भने भाग्यमानी 2,78,000 जनाले पाउने छन् र यो कम्पनीलाई केयर रेटिङ नेपालले BB- को रेटिङ दिएको छ। यो रेटिङले कम्पनीमा मोडरेट लेभल अफ डिफल्ट रिस्क भनेर जनाउने गर्छ। यो कम्पनीको आइपिओ आउन भने अब केही दिन मात्र छ। त्यसर्थ आइपिओ भने भर्न नछुटाउनु होला। यदि यो आइपिओ परिहाल्यो भने तपाईले यो आइपिओबाट राम्रो मुनाफा कमाउन सक्नुहुनेछ र शेयर मार्केट सम्बन्धी अन्य जानकारी लिनको लागि हाम्रो यो च्यानललाई सब्स्क्राइब भन्ने गर्न नबिर्सिनु होला।